नमस्कार। आज हामी एउटा निकै संवेदनशील र अझै पनि रहस्यमय रहेको घटनाबारे कुरा गर्दैछौँ। 2058 साल जेठ 19 को त्यो दरबार हत्याकाण्ड। हो, यो घटनाबारे जति कुरा गरे पनि नसकिने धेरै पाटाहरू छन् यसका। एकदम। हामीसँग यसको छानबिन गर्न बनेको त्यो उच्चस्तरीय समितिको प्रतिवेदन छ अनि प्रत्यक्षदर्शीका भनाइहरू पनि छन्। राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियाका रिपोर्टहरू, वेन म्याटसन जस्ता व्यक्तिहरूका दाबीहरू पनि हेर्नुपर्ने हुन्छ। हो, अनि फोरेन्सिक विश्लेषण, घटनास्थलको कुरा र अहिले आएका नयाँ वैकल्पिक व्याख्याहरू पनि छन्। युट्युबतिर पनि आजकल यसबारे सामग्रीहरू आइरहेका छन्। हो, आजको हाम्रो उद्देश्य चाहिँ के हो भने यी सबै स्रोतहरूलाई केलाएर हेर्ने, त्यो आधिकारिक भनिएको कथा र त्यसलाई चुनौती दिने तथ्यहरू बीचको खाडल कस्तो छ भनेर अलिकति प्रस्ट्याउने प्रयास गरौँ। हुन्छ, सुरु गरौँ त्यसो भए त्यो आधिकारिक कथाबाटै होइन, छानबिन समितिले के भन्यो? समितिले त भन्यो युवराज दिपेन्द्रले प्रेम सम्बन्ध र पारिवारिक तनावका कारण। अनि एकदमै धेरै रक्सी र लागु औषध पनि सेवन गरेर। हो, अनि त्यही सुरुमा राजा वीरेन्द्र लगायत परिवारका सदस्यहरूको हत्या गरे र अन्त्यमा आफैलाई गोली हाने। हो, यो भर्जनलाई त बीबीसी, सीएनएन जस्ता ठूला मिडियाले पनि सुरुमा निकै प्रचार गरे। कति डकुमेन्ट्रीहरू पनि बने होइन, यही कथालाई स्थापित गर्न खोजे जस्तो देखिन्छ। तर यसमाथि प्रश्नै प्रश्न छन्। स्रोतहरूले निकै गम्भीर सवाल उठाएका छन्। जस्तो पहिलो कुरा त समय नै मिल्दैन भन्छन् नि। हो, त्यो समयको कुरा निकै महत्त्वपूर्ण छ। दिपेन्द्रले देवयानीलाई अन्तिम फोन गरेको समय राति 8:39 रे। अनि प्रतिवेदनमा त त्यो फोनपछि दिपेन्द्रले फेरि लुगा फेरे, हतियार लिएर फर्के, बिलियार्ड कोठामा गोली चलाए, फेरि बगैँचातिर गए। लामो घटनाक्रम छ। त्यही त। अनि यति सब हुँदाहुँदै 9:15 जाँदासम्म त राजा रानी निराजनलाई अस्पताल पुर्याएर मृत घोषणा गरिसकिएको थियो भन्ने छ। यो कसरी सम्भव भयो त यति छोटो समयमा? यो ठूलो प्रश्न हो। एकदम। समय मात्रै होइन, अब त्यो फोरेन्सिक र मेडिकल प्रमाणतिर जाउँ न, त्यहाँ पनि त गडबडी देखिन्छ। सबैभन्दा ठूलो कुरा त पोस्टमार्टम नै गरिएन भन्छन् नि। हो, माथिको आदेश भनेर शव परीक्षण नै गरिएन। यो त अजीबो कुरा भयो। अनि अर्को कुरा, दिपेन्द्रले सेवन गरेको भनिएको त्यो चुरोटको ठुटो जाँच गर्दा अनि पछि अस्पतालमा रगत र मस्तिष्क जाँच गर्दा पनि अल्कोहल वा कुनै लागु औषधिको अवश्य नै भेटिएन रे। यो कुरा पनि त बाहिर आयो। अनि त्यो गोली हानेको तरिका नै, दाहिने हात चलाउने मान्छेले देब्रे कन्सर्टमा, त्यो पनि अलि पछाडिबाट कसरी आफैले हान्छन्? हो, त्यो कोण मिल्दैन भन्छन् विज्ञहरू। अनि पिस्तोल पनि घटनास्थलमै नभएर अलि पर पानीको फोहरातिर भेटिनु, यसले झन शङ्का बढायो। छानबिन प्रक्रियामा पनि त लापरवाही भयो भन्ने छ नि, होइन? एकदमै। प्रमाण सङ्कलन गर्दा त्यो पन्जा नलगाई हतियार चलाएको तस्विर नै आयो बाहिर। अनि त्यो तारानाथ भट्टराईले पत्रकार सम्मेलनमा भुटुटुटु भनेको, त्यो त अलि गैर जिम्मेवार सुनियो नि। हो, घटनाको गाम्भीर्यतालाई हल्का बनायो भन्ने आलोचना भयो। अनि पछि ज्ञानेन्द्र शाह राजा भएपछि त्यो हत्याकाण्ड भएको त्रिभुवन सदन नै भत्काइयो। प्रमाण मेटाउन खोजेको जस्तो देखियो, होइन त? शङ्का गर्ने ठाउँ त प्रशस्त भयो नि। यिनै कारणले गर्दा त वैकल्पिक सिद्धान्तहरू आए। जस्तो त्यो अमेरिकी पत्रकार वेन म्याटसनको कुरा, CIA र रको संलग्नता भनेर। हो, त्यो दाबी पनि छ। अनि अर्को रहस्य के छ भने बगैँचामा रानी ऐश्वर्या, निराजन र दिपेन्द्रको मृत्यु वास्तवमा कसरी भयो? प्रतिवेदनमा त्यतातिर खासै प्रष्ट छैन। प्रत्यक्षदर्शी कोही देखाइएको छैन त्यहाँको। अनि त्यो दुई दिपेन्द्रको सिद्धान्त पनि खुब चल्यो नि। त्यो लालबहादुर लम्ठेरी मगर भन्ने एकजना सुरक्षाकर्मीको बयान, दिपेन्द्रको जस्तै मास्क लगाएका अरू मान्छे पनि थिए, उनीहरूले गोली चलाए भनेर। पछि त बयान फेरे भन्छन्। तर दबावमा फेरेको भन्ने पनि कुरा आयो। अनि बगैँचाको पर्खाल र शालिगमा भेटिएको गोलीको डोबहरू, त्यो कस्तो थियो रे? एकदम तेर्सो सिधा गएको जस्तो, मानौ कोही भुइँमा सुतेर वा खाल्डोबाट हानेको जस्तो, माथिबाट वा उभिएर हानेको जस्तो देखिएन भन्ने विश्लेषण पनि छ। राजनीतिक कोणबाट हेर्दा पनि केही प्रश्न त छन् नि। ज्ञानेन्द्र शाह र उहाँको परिवार, पारस, हिमानी, छोराछोरी, सबैजना सकुशल रहनु, त्यो पनि एउटा प्रश्नकै विषय बन्यो। अनि तत्कालीन माओवादी नेता प्रचण्डले सुरुमा त कडा वक्तव्य दिनुभएको थियो, ग्रान्ड डिजाइन भनेर। तर पछि सत्तामा पुगेपछि त पुनर्छानबिनतिर लाग्नु भएन नि।
त्यो पनि एउटा पक्ष भयो। अनि अर्को एउटा संयोग, हत्याकाण्ड भएको दिन नै अमेरिकी सेनाको स्पेशल फोर्सको एउटा टोली नेपालमै थियो रे। हो र, अनि भोलिपल्टै फर्क्यो भन्ने छ। के यो सब संयोग मात्रै हो त? खै। त्यही त, अब यी सबै कुराहरूलाई एक ठाउँमा राखेर हेर्दा के देखिन्छ भने एकातिर राज्यले अघि सारेको आधिकारिक कथा छ, अर्कोतिर त्यसलाई खण्डन गर्ने खालका दर्जनौं तथ्य, प्रमाण अनि अनुत्तरित प्रश्नहरूको चाङ छ। समय मिल्दैन, फरेन्सिक प्रमाणले साथ दिँदैन, छानबिनमै प्रश्न, प्रमाण नष्ट भएको कुरा, वैकल्पिक बयानहरू। हो, यी सबैले घटनाको रहस्य झनै गहिरो र जटिल बनाएको छ। साँच्चै निकै जटिल छ। अब यति छलफलपछि अन्त्यमा एउटा प्रश्न मनमा रहिरहन्छ के, त्यो छानबिन समितिको प्रतिवेदन नै अन्तिम सत्य हो त? वा यो नेपालको इतिहासको एउटा यस्तो अध्याय हो जसको वास्तविकता अब त्यो सत्ता, शक्ति र सायद भू राजनीतिको खेलमा कतै दबाइएको छ? खाइ भन्न गाह्रो छ, तर यी स्रोतहरूले उठाएका प्रश्नहरूले पक्कै पनि थप